अहिले भर्खरै 771 जनाको उद्धार गरिएको नामावली सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका तर्फबाट उद्धार गरिएको 771 जनाको नामावली विवरण यहाँ आएको छ। यो विवरण एकचोटि ध्यान दिएर हेर्नुहोला। कतै तपाईहरुको व्यक्ति परिवारका सदस्यहरू हुन सक्नुहुन्छ। धेरै जनाको उद्धार हुँदैछ। धेरै जना अहिले यहाँ उद्धार भएका लिस्टहरू सार्वजनिक भइरहेको छ। त्यसमध्ये यो विपदमा नुवाकोटमा उद्धार गरिएका 771 जनाको नामावली मैले यहाँ सार्वजनिक गर्दैछु। हजुरहरूले ध्यान दिएर हेर्नुहोला। धेरै परिवार पीडामा छ। धेरै परिवारले आफ्ना मान्छेहरू हराएर खोजिदिनु पर्यो है भनेर आग्रह गर्नुभएको छ। मैले केही समय यो पोस्ट गर्नलाई रोकिरहेको छु। आफूले यो पर्सनल प्रत्येकको फोटो हाल्न चाहिँ रोकिरहेको छु। किनभने बेलुकासम्म धेरै नामावली आउँदैछ। यसमा तपाईहरुको मानिस सकुशल भेट्नुभयो भने उहाँहरूको बारेमा हामीले राखिरहनु नपर्ने कारणले हामीले त्यसलाई अहिले रोकेका छौँ। किनकि सम्भव भएन, धेरै गाह्रो भयो। त्यो हिसाबले हजुरहरूलाई आग्रह गर्छु, अहिले 771 जनाको यो नामावली मैले सार्वजनिक गरेको छु। यो ध्यान दिएर हेर्नु होला। यो पालै पालो यो लिस्ट, यो पेपर हामीले यहाँ सार्वजनिक गरेका छौँ। थप हजुरलाई यो चाहिँ म स्टाटसै लेखेर पनि राखिदिने छु। यही नै हो। अहिले ठुलो बाढी आएको छ। त्यो बाढीमा पनि तपाईहरु सचेत सजग रहनु होला। नदी आसपासमा कोही पनि नजानु होला। ठुलो अहिले ताल फुटेको, रसुवामा फुटेको, उता तिब्बतबाट फुटेर आएको भन्ने जानकारी हामीले प्राप्त गरिसकेका छौँ। त्यो खबर हजुरलाई अघि नै पनि सम्प्रेषण गर्यौँ। त्यसकारणले तपाईहरु सबैजना पीडामा हुनुहुन्छ। आशा छ यी 771 जनाको परिवारसम्म यो खबर पुगोस्। उहाँहरू सकुशल हुनुहुन्छ भन्ने परिवारले खबर पाउन पाओस् भन्ने हेतुका साथ हामीले यो नाम सार्वजनिक गरेका हौँ। यो नाम हजुरहरूले ध्यान दिएर हेर्नुहोला। कोही नछुट्नु होला। मिल्छ भने तपाईहरुले यो भिडियोलाई शेयर गरेर अरूसम्म पनि पुर्याइदिन आग्रह गर्छु। अहिले भर्खरै 771 जनाको उद्धार गरेको नामावली सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका तर्फबाट उद्धार गरिएको 771 जनाको नामावली विवरण यहाँ आएको छ। यो विवरण एकचोटि ध्यान दिएर हेर्नुहोला। कतै तपाईहरुको व्यक्ति परिवारका सदस्यहरू हुन सक्नुहुन्छ। धेरै जनाको उद्धार हुँदैछ। धेरै जना अहिले यहाँ उद्धार भएका लिस्टहरू सार्वजनिक भइरहेको छ। त्यसमध्ये यो विपदमा नुवाकोटमा उद्धार गरिएका 771 जनाको नामावली मैले यहाँ सार्वजनिक गर्दैछु। हजुरहरूले ध्यान दिएर हेर्नुहोला। धेरै परिवार पीडामा छ। धेरै परिवारले आफ्ना मान्छेहरू हराएर खोजिदिनु पर्यो है भनेर आग्रह गर्नुभएको छ। मैले केही समय यो पोस्ट गर्नलाई रोकिरहेको छु। आफूले यो पर्सनल प्रत्येकको फोटो हाल्न चाहिँ रोकिरहेको छु। किनभने बेलुकासम्म धेरै नामावली आउँदैछ। यसमा तपाईहरुको मानिस सकुशल भेट्नुभयो भने उहाँहरूको बारेमा हामीले राखिरहनु नपर्ने कारणले हामीले त्यसलाई अहिले रोकेका छौँ। किनकि सम्भव भएन, धेरै गाह्रो भयो। त्यो हिसाबले हजुरहरूलाई आग्रह गर्छु, अहिले 771 जनाको यो नामावली सार्वजनिक गरेको छु। यो ध्यान दिएर हेर्नु होला। यो पालै पालो यो लिस्ट, यो पेपर हामीले यहाँ सार्वजनिक गरेका छौँ। थप हजुरलाई यो चाहिँ म स्टाटसै लेखेर पनि राखिदिने छु। यही नै हो। अहिले ठुलो बाढी आएको छ। त्यो बाढीमा पनि तपाईहरु सचेत सजग रहनु होला। नदी आसपासमा कोही पनि नजानु होला। ठुलो अहिले ताल फुटेको, रसुवामा फुटेको, उता तिब्बतबाट फुटेर आएको भन्ने जानकारी हामीले प्राप्त गरिसकेका छौँ। त्यो खबर हजुरलाई अघि नै पनि सम्प्रेषण गर्यौँ। त्यसकारणले तपाईहरु सबैजना पीडामा हुनुहुन्छ। आशा छ यी 771 जनाको परिवारसम्म यो खबर पुगोस्। उहाँहरू सकुशल हुनुहुन्छ भन्ने परिवारले खबर पाउन पाओस् भन्ने हेतुका साथ हामीले यो नाम सार्वजनिक गरेका हौँ।